नमस्ते सबैजनालाई। हामीसँग डमीहरू आइसकेछ। डमीहरू चाहिँ हाम्रो जेन्ट्समा चाहिँ हामीसँग अब भन्दाखेरि यो एकदम सिधा खाले छ हैन। यो चाहिँ फेन्सीमा पनि जान्छ अनि दौरा सुरुवाल हुन्छ नि, कोटहरूको लागि हुन्छ नि, त्यसको लागि पनि हुन्छ। अब डमी डमी भन्दाखेरि हामीसँग लेडिज जेन्ट्स बच्चाको प्लास्टिकको फाइबरको तपाईँ अब कुर्ताको लागि लिए पनि हुन्छ, अब साडीको लागि लिए पनि हुन्छ। अब जेन्ट्समा भन्दाखेरि तपाईँको अब फेन्सी हुन्छ नि, अलिक बडी बिल्डर टाइप भयो नि हुन्छ, अब सिम्पल भयो नि हुन्छ। अब त्यस्तैमा भन्दाखेरि यो डमी भयो होइन, यो फेन्सीको लागि एकदम बेस्ट छ। चेस्ट पनि एकदम राम्रो छ होइन यसको। यो डमीहरूको तपाईँको रेट हामीसँग भन्दाखेरि जेन्ट्स डमीको रेट हामीसँग 5,000देखि 10,000 12,000सम्म छ। अब तपाईँले के छ यसमा बुझ्नुपर्ने कुरा, कन्डिसन हेरेर होइन, कस्तो कन्डिसनमा लिनुहुन्छ त्यो हिसाबले हेरेर होइन। हामीसँग अब सस्तो पनि छ, महँगो पनि छ, राम्रो पनि छ। महँगो त के भन्नु, तपाईँको यी डमीहरू बाहिर किन्दाखेरि तपाईँको अब 12,000देखि त्यो स्टार्टिङ नै छ। हामीसँग 5,000देखि स्टार्टिङ छ, फेरि 5,000देखि 10,000 12,000सम्म छ हामीसँग। अब यिनीहरू भयो होइन, यिनीहरू जेन्ट्सको डमी भयो। यो चाहिँ छ नि फेन्सीमा पनि राम्रो देखिन्छ अनि सुटको लागि त एकदम पर्फेक्ट डमी छ यिनीहरू होइन। अब यिनीहरू भयो फेन्सीको लागि भयो। अब फेरि हामीसँग के छ भन्दाखेरि नि, यो गोल्डेनमा पनि छ क्या, हेर्नु त गोल्डेनमा पनि यस्तो एकदम राम्रो डमी छ क्या। यो चाहिँ फेन्सीको लागि एकदम बेस्ट छ होइन। लुगा ल्याए पनि अब 200को टी सर्ट यसमा हाल्यो भने तपाईँको 2,000को लुक दिन्छ फेरि यस्तो हो। अब यसमै तपाईँको अब एउटा यो डमी भयो होइन, यो यस्तो हेर्नु। अब यसको चेस्ट हेर्नु एकदम राम्रो छ। अब पातलो अब समर आइसकेको छ होइन। अब त्यसको लागि त यो एकदम पर्फेक्ट छ नि त। अब टी सर्ट लगाए पनि भयो, हाफ सर्ट लगाए पनि भयो, सेन्डो लगाए पनि भयो, जे लगाए पनि एकदम राम्रो देखिन्छ। अब यो पनि त्यस्तै हो होइन, यो सुटहरूको लागि पनि भयो, फेन्सीको लागि भयो। अब प्रायः जसो भन्दाखेरि तपाईँको सुटमा चाहिँ स्ट्रेट नै खोज्छ, अलि बाङ्गो पनि चल्छ। अब धेरै बाङ्गो त चल्दैन, अलि बाङ्गो चाहिँ चल्छ। अब केटाको यिनीहरू पनि छ हामीसँग, ठुलो फेस भएको नि छ। केटाको त हामीसँग अब धेरै नै छ होइन। तपाईँको अब सस्तोमा भन्दाखेरि 5,000 6,000 7,000मा त्यस्तो 5,000 6,000को डमी त खासै राम्रो हुँदैन। म तपाईँले एउटा त्यो सल्लाह दिन्छु, किनकि त्यो पनि छ 5-6,000को पनि छ, तर त्यो खासै चाहिँ राम्रो हुँदैन, किनकि त्यो टिकाउ पनि हुँदैन, राम्रो पनि हुँदैन। अनि हामीसँग केटीहरूको पनि छ। अब केटाको पनि यो बसेको पनि छ होइन। केटीको पनि हामीसँग 4,000देखि स्टार्टिङ छ। केटीको 4,000देखि सेकेन्ड ह्यान्ड 4,000देखि हामीसँग सेकेन्ड ह्यान्डमा 8,500सम्म छ। सेकेन्ड ह्यान्डमा चाहिँ हामी